वेलकम टु माई ब्लग। लङ टाइम नो सी। के छ तपाईँहरूको खबर? आज हामी आएको छौँ ब्लग गर्नको लागि त सेन्जु भन्ने ठाउँमा। हाम्रो घरदेखि नजिकै हो यो ठाउँ चाहिँ। तपाईँले पहिला नै देख्नु भएको होला, यो मारुई। यहाँ चाहिँ हाम्रो सपिङ गुची, जियो, एचएनएम अनि स्नेल सब ब्रान्डहरू छन्। आज चाहिँ हामी त सेन्जु एरिया एक्सप्लोर गर्दैछौँ। त सेन्जुमा चाहिँ हल्का नाइट लाइफ टाइपको हो यो एरिया चाहिँ। हामी चाहिँ आज यहाँ त सेन्जु स्टेसनको नजिकै छ। मान्छेहरूको भिड हेर्नु तपाईँहरूले देख्न सक्नुहुन्छ। यहाँ रेस्टुरेन्टहरू छन् टन्नै होइन, बारहरू। यो उयो माथिको यो 5 तलाको गर्ल्स बार हो। यता यी खराओके दासपन छ। गेम सेन्टरहरूदेखि ल्याएर तपाईँहरूले सब कुरा पाउन सक्नुहुन्छ यहाँ सेन्जुमा चाहिँ। सिन्जुकु सिबुया जस्तो ठुलो ठाउँ त होइन, त्यही पनि यहाँ चाहिँ नभएको केही पनि छैन। हल्का हामी त सेन्जु एक्सप्लोर गरौँ। त सेन्जुमा के छ भनेर म तपाईँहरूलाई देखाउँछु। यहाँ चाहिँ खासै फरेनर्सहरू चाहिँ हुनु हुँदैन। यहाँ चाहिँ सबै लगभग जापानिजहरू मात्र देखिरहेको छु मैले अहिलेसम्म चाहिँ। यता साइडमा पसल त जहाँदेखि पनि त्यही पसल नै हो। यहाँ चाहिँ हाम्रो सुजको सप रहेछ। यही हो। जापानमा भोलि पनि हिजो नै बिदा थियो, हिजो स्याटरडे, आज सन्डे, भोलि मन्डे हो। तर भोलि नेसनल होलिडे भएको कारणले एकदम यहाँ मान्छेहरू टन्नै सबैको बिदा। लगभग 80% जापानिजहरूको चाहिँ काम बिदा हुन्छ। कोही रिसेप्सनमा काम गऱ्यो, होटलमा काम गर्ने मान्छेहरूको चाहिँ होटल चाहिँ बन्द हुँदैन, 24 आवर्स 7-11मा काम गर्नेहरूको चाहिँ काम होला। धेरै जस्तो मान्छेको चाहिँ बिदा छ आज। हामी यहाँ एक्सपोज गर्न आइरहेको छौँ सेन्जु। यो हाम्रो यहाँ ब्याङ्क चाहिँ, यो चाहिँ लटरीको पसल हो। इचिबाङ खुजी भन्छ यसलाई चाहिँ। आज चाहिँ बन्द रहेछ। यो चाहिँ हाम्रो बस स्टपहरू। कोही नजिकमा कोही मान्छेहरू हुनुहुन्छ भने आउन सक्नुहुने भयो तपाईँहरू। त्यहाँ अब रेड लाइट बोलेपछि हामी कट्न पाइएन, त्यही भएर हामी यतातिर जाऊँ। होइन, हामी यतैतिर जाऊँ। यो चाहिँ यहाँ यस्तो छ। यो एरिया सब मार्केट एरिया हो। यहाँ चाहिँ तपाईँहरूले सबैको स्ट्रिट फुडदेखि ल्याएर ठुल्ठुलो पसल, सानो पसल, सब कुरा देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ चाहिँ एकदम राम्रो छ, रमाइलो छ ठाउँ। बेलुकीको बेलामा आउने भने चाहिँ एकदम लस्टै धेरै बिजी हुन्छ। अहिले चाहिँ दिउँसो भएर 4-4:30 भयो जापानमा। अहिले यो समयमा चाहिँ खासै मान्छे त यहाँ टन्नै, यहाँ लाखौँ मान्छे छन्। त्यही पनि बेलुकी कम्पेरिजनमा चाहिँ केही नै होइन यो भनेको। यहाँ बेलुकीमा चाहिँ पुरै एरिया यस्तो भिड हुन्छ कि तपाईँको यहाँ खुट्टा राख्ने पनि ठाउँ हुँदैन। अब यो एरियामा चाहिँ मैले खासै फरेनर्सहरू देखिनँ, सब जापानिजहरू मात्र हुँदो रहेछ। मैले काममा जाने बेलामा ट्रेन चेन्ज गर्ने चाहिँ यहीँबाट हो। तर खासै म नि यतातिर खासै आउन आएको थियो। तर यस्तै यहाँ एक्सप्लोरै गर्छु, भ्लग गर्छु भनेर चाहिँ आएको थिएन। यो चाहिँ हाम्रो पाचिन्को भन्छ यहाँ चाहिँ। यहाँ चाहिँ पैसा हालेर गेम गर्न मिल्यो तपाईँहरूले। रियल पैसा हाल्ने अनि रियल पैसादेखि गेम गर्न मिल्ने हो। यस्तो छ जापानको। यही हो जापानिज लाइफ भनेको। जापानिजहरूको चाहिँ खासै धेरै साथीहरू हुँदैनन्। अनि त्यो कारणले बिदाको बेलामा चाहिँ यहाँ पाचिन्को आयो, पाचिन्कोमा पैसा उडायो। रमाइलो लाग्ने मान्छे रमाइलो हुन्छ। अब मलाई खासै यस्तो ग्याम्लिङहरू चाहिँ मन नपर्ने कारणले मन चाहिँ मन परेन ग्याम्लिङ। यस्तै हो। हामी यहाँ भित्र खेल्नको लागि चाहिँ तपाईँसँग पाचिन्को चाहिँ तपाईँको जापानिजको 500को ढ्याक भयो भने 500बाट स्टार्ट गर्न मिल्ने भयो। हामी नेपालीले खालि जस्तो चाहिँ केही हुँदैन यहाँ मलाई। स्ट्रिट फुड एरिया हो। यहाँ एक्सप्लोर गऱ्यो भने अगाडि स्ट्रिट फुडहरू यहाँ भित्र छिर्यो भने चाहिँ स्ट्रिट फुडहरू पनि छ। अब मैले चाहिँ खासै त्यस्तो जापानिज स्ट्रिट फुडहरू, जापानिज फुड त्यति बेसकै मन पर्दैन मलाई।
अलिअलि मिठो त हुन्छ तर त्यस्तो स्ट्रिट फुडहरू चाहिँ खाइँदैन यहाँ यी रामेन यहाँ रेटहरू नि पुरै लेखेको छ यी थोङपोचु रामेन भनेर जापानिजमा लेखेको छ यासाई रामेन यासाई थामेन रहेछ यो चाहिँ फ्राइड राइस हो यस्तो छ होइन हामी चाहिँ अहिले यहाँभित्र अघि यहाँ यो बाटो यहाँबाट हामी यहाँभित्र आइसक्यौँ यही हो यही देखाउन आएको हो आज चाहिँ हामी भनौँ न यही हो यहाँ अब रातिमा आइन्छ अझ पुरैतिर लाइट बोलेको हुन्छ लाइटिङ खतरा हुन्छ अब क्रिसमस आउनु लागिसक्यो क्रिसमस आउने बेलामा चाहिँ यो एरिया बब्बल दामी हुन्छ पुरै जताततै झिलिमिली हाम्रो नेपालमा हुन्छ नि तिहारको बेला जस्तै झिलिमिली हुन्छ त्यो कारणले रातिमा आयो भने चाहिँ अझ राम्रोसँग तपाईँले यो एरिया हेर्न सक्नुहुने भयो उता नि अझ ठाउँ छ मैले तपाईँलाई उता नि एक्सप्लोर गरेर देखाउँछु हेर्नु होला है त अघि चाहिँ हामी उताको एरियामा गएको थियौँ अहिले चाहिँ हामी यता आएको छौँ यहाँ यो दोङ्की होते भन्ने छ यहाँ चाहिँ सब तपाईँको चक्लेटदेखि ल्याएर सेन्टहरू डेली हाउसहोल्डमा युज हुने सामान इक्विपमेन्ट्सहरू देखाएर सबै कुरा पाइन्छ यहाँ चाहिँ उताको गल्लीमा चाहिँ लास्ट धेरै मान्छे थियो योमा चाहिँ त्यति मान्छे छैनन् है यो कितासेन्जु बनेको चाहिँ 400 वर्ष भएको कितासेन्जु भन्ने ठाउँ बनेको चाहिँ यहाँ 400 एनिभर्सरी भन्ने लेखेको छ त्यस्तै बाटोभरि 400 वर्ष भयो बनेको तर एकदम राम्रो हो यो ठाउँ चाहिँ यो चाहिँ जापानिज स्ट्रिट फुड यो पनि जापानिज स्ट्रिट फुड यो पनि स्ट्रिट फुड नै हो यो चाहिँ पसल युक्यू मोबाइल भन्ने सिम हुन्छ एउटा युक्यू मोबाइलको के अरे सोरुम रहेछ यहाँ चाहिँ यस्तो छ है ठाउँहरू यो चाहिँ यो सिनोया भनेको चाहिँ जापानिज रेस्टुरेन्ट हो यो चाहिँ यो एजेन्टहरूको उयोहरू यो चाहिँ घरहरू किन्नको लागि यति हजारमा पाइन्छ 3000 एन्ड यति मिटरको यति पैसा भनेर लेखेको छ यो महिनाको हो तपाईँले किन्न पऱ्यो भने चाहिँ कति 70 लाख 80 लाख त्यस्तो 1 करोड 5 करोड 6 करोड त्यस्तो हुन्छ तर यहाँ चाहिँ गाडीदेखि ल्याएर सब कुरा तपाईँले त्यो रिभल्भिङमा किन्न मिल्छ कि इन्स्टलमेन्टमा जस्तै महिना तिर्ने उसले त्यसरी गर्नु मिल्छ तपाईँहरूले चाहिँ यस्तो छ यो एरिया होइन रमाइलो छ यहाँ चाहिँ यहाँ सुटकेसहरू ब्यागहरू दुईवटा भेन्डिङ मसिन यो टोकियो भनेको चाहिँ मैले पहिलाको भ्लगमा नि भनेको थिएँ त्यति 50 मिलियनभन्दा बढी भेन्डिङ मसिनहरू छन् रे टोकियोमा भनेर एउटा इन्डियनको युट्युबमा भनेको थियो अब रियलमा त थाहा भएन मलाई तर भेन्डिङ मसिनहरू चाहिँ यता टन्नै हुन्छ बाटैभरि हरेक 100 मिटरमा 3टा कम्तीमा नि 10वटा जति भेन्डिङ मसिन त होला अझ एउटा त्यहाँ भेन्डिङ मसिन देख्नुभयो तपाईँहरूले अहिले पहिला चाहिँ तपाईँको भेन्डिङ मसिनमा आइसक्रिम र जुसहरू मात्र हुन्छ अहिले त रामेन जापानिज मोमो अनि जापानिज खानाहरूदेखि लिएर हरेक कुरा सब त्यो स्ट्रिट फुडहरू नि भेन्डिङ मेसिनबाटै किन्न मिल्ने बनाएको छ अहिले चाहिँ यही हो आज हामी एक्सप्लोर गर्न आएको यो देखिहाल्नु भयो तपाईँहरूले राम्रो लाग्यो भने एउटा लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला के कस्तो के भयो के भएन केही कुरा अब मैले देखाउन छुटाएको हुनसक्छु केही देखाएको छु तपाईँहरूको यहाँ आएर पहिला यो ठाउँ घुम्नुभएको छैन अझ राम्रो ठाउँ छ यहाँ जाऊ भनेर कमेन्ट गरिदिनु होला यही हो आजको हाम्रो होइन यो चाहिँ एउटा म्यान्सन रहेछ यहाँ योभन्दा अगाडि गयो नि एउटै चिज मात्र हो त्यही स्ट्रिट फुडहरू यता लाग्यो तपाईँहरूलाई भ्लग के राम्रो लाग्यो के राम्रो लागेन सबै कुरा भनिदिनु होला
हामीले अझसम्म टोकियोको 0.2% पनि एक्सप्लोर गरेको छैनौँ। अझ टन्नै टोकियो मात्र अझ 99.8% एक्सप्लोर गर्न बाँकी नै छ। हप्तामा 2-3टा भ्लग आइरहेको छ मेरो। सपोर्ट गरिराख्नु होला तपाईँले। अझ दामी खालको भ्लग आउँछ हाम्रो। सधैँभरि हेरिराखिदिनु होला है। लाइक सब्सक्राइब सपोर्ट गर्नु होला। के कस्तो लाग्यो ल कमेन्टमा एउटा लेखिदिनु है। र यही हो, अब फेरि म अर्को भ्लगमा फेरि भेटौँला होइन ल। आजको लागि बाई, सी यु नेक्स्ट भ्लग।